हामीले यो मौरी चाहिँ यो पुरानो घरमा बसिरहेको थियो। एकदम अँध्यारो डार्क ठाउँमा चाहिँ बसिरहेको थियो। त्यसलाई चाहिँ हामीले आधुनिक घरमा चाहिँ चाकाहरू काटेर हालिसक्यौँ र अब यसलाई चाहिँ त्यसलाई इरिटेसन त्यहाँ धुवा दिएर एकदम इरिटेट हुने गरेर त्यो धुवा दिइसकेपछि त्यसलाई चाहिँ अब भगाएर हामीले यहाँ हालिदिएको छौँ। अब मौरी चाहिँ सर्लक्क आउने क्रम जारी छ। ल्याउनुहोस् यहाँ अब आउनु नै उसले बोलाउँदैछ, ल्याउँदैछ। टाइट भयो लगभग 8-9 फ्रेम मौरी छ यसमा। त्यति धेरै चाहिँ मौरी छ यसमा। सबै मौरीहरू यहाँ टन्न थियो, एकदम धेरै नै थियो। यस्तो अँध्यारो ठाउँमा थियो। अब यहाँ अघि अँध्यारो भएर राम्रो हुँदैन होला भनेर मैले चाहिँ भिडियो बनाइनँ। यो ठाउँबाट चाहिँ हामीले मौरी निकालेको। अहिले हाम्रो मौरी चाहिँ यहाँबाट चाहिँ निकालेर यसरी चाहिँ हाल्नु। यहाँनिर मौरी भाग्छ कि क्या? भित्रबाट धुवा दिइरहेछ। जाँदैन यसमै आउँछ। यसमा जाने त्यहाँ बिजी भइरहेछ छिर्नलाई। एकछिन नचल एकछिन डिस्टर्ब नगर। यस्तो आफ्नै तरिकाले छिर्नुपर्छ। एकदम तीव्र गतिले गइरहेछ।